मनदेखि अन्तर्मनसम्मको यात्रा, आफैसँग आफै खोज्ने असीमताको एउटा आत्मिक यात्रा। भनिन्छ नि, मान्छेको जीवन कठिनाई अनि सङ्घर्षले भरिएको एक सङ्गालो हो। तर हामी सधैँ सजिलो बाटो मात्रै खोज्न उन्मुख हुन्छौँ अनि यही सहजता नै हाम्रो जीवनको सबैभन्दा ठुलो चुनौती बनिदिन्छ। परिवर्तन कठिन त हुन्छ नै, तर यसका लागि थोरै प्रयत्न, थोरै सङ्घर्ष बढाए असम्भव भने केही छैन। हामी अनेक व्यक्तिसँग, समस्यासँग, घटनासँग अनि समयसँग अविराम युद्ध गरिरहेका छौँ अनि यो घमासानको युद्ध अनन्तकालदेखि यसरी नै चलिरहेको छ। तर मान्छेको साँचो युद्ध त आफ्नै इच्छा शक्ति र धैर्यसँग हुनुपर्छ, जसले आफूले आफैलाई पहिचान गर्न बाटो बनाओस्, आफूले आफैलाई भेट्ने यात्रा गरोस्। साथीहरू नमस्कार, म महेश भुयाल। आज म वास्तवमै साँचो ज्ञान बाहिरी सङ्घर्षमा मात्र होइन, हाम्रै आन्तरिक आत्ममूल्याङ्कनमा छिपेको छ। अनि जब हामी यसलाई पहिचान गर्न थाल्छौँ तब मात्र हाम्रो चेतनाको दीपक बल्न थाल्छ भन्ने एउटा कथा सुनाउँदैछु। आजको कहानी अत्यन्तै महत्त्वपूर्ण छ। भिडियोलाई पुरा हेर्नुहोला। भिडियो हेरिसकेपछि वास्तवमै हामी भित्रको त्यो असीम चेतना रूपी शक्तिको बारेमा थाहा हुनेछ, जसले हामीलाई आफ्नो वास्तविक पहिचान मिल्न सकोस्। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानलको सब्सक्राइब गर्न नभुल्नुहोला अनि भिडियो हेरिसकेपछि यो भिडियोलाई सबैमाझ पुर्याउन एक सेयर त गर्नै पर्छ है। आउनुहोस् भिडियो सुरु गरौँ यो कहानीबाट। एक रातको निन्द्रामा भगवानले ज्ञानलाई स्वप्नमा दर्शन दिए र भने, ज्ञान, मैले तिमीलाई मेरो प्रतिनिधि बनाएर संसारमा पठाएको छु, उठ संसारको पुनर्निर्माण गर। ज्ञान जब ब्युजियो, उसले देख्यो संसार अन्धकारमा डुबेको छ र मानव जाति त्यो अन्धकारमा बाटो बिराएर विनाशतर्फ लम्किरहेको छ। यदि ऊ भगवानको प्रतिनिधि हो भने उसले मानव जातिलाई सही मार्गमा ल्याउनु पर्नेछ, अन्धकारबाट बाहिर निकाल्नु पर्नेछ, तिनको नेता बन्न शत्रुसँग लड्नु पर्नेछ। अब ऊ भ्युज्यो अनि चोकमा गएर सबैलाई सुन्ने गरी भन्न थाल्यो, म भगवानको प्रतिनिधि हुँ। भगवानले मलाई तिमीहरू सबैलाई उद्धार गर्ने सन्देश दिनुभएको छ। तर कसैले पनि उसको कुरा सुनेनन्। कोही उसको तर्फ हेरेर हाँस्थे, कोही भन्थे यो त पागल हो, अनि धेरै जसो भन्थे यो त हाम्रो धर्मको विरुद्धमा बोलिरहेछ, यसले हाम्रो धर्म विरुद्धको शिक्षा दिन्छ, यो नास्तिक हो, यसलाई बाँच्ने कुनै अधिकार छैन। कतिपयले उसलाई ढुङ्गा पनि हान्थे। अन्त्यमा ऊ थाकेपछि एउटा अँध्यारो गल्लीमा लुकेर बस्यो र सोच्न थाल्यो। अब उसले निश्चय गर्यो कि मानव जातिको सबैभन्दा ठुलो शत्रु त धर्म पो रहेछ। अब ऊ त्यसैसँग लड्न थाल्यो। त्यतिकैमा उसले नजिकैबाट एउटी स्त्रीको करोड रुवाई सुनेको आवाज आयो। उसले देख्यो एउटी स्त्री भुइँमा लडिरहेकी छ। उसको छेउमा एउटा सानो बच्चा थियो जो या त बेहोस थियो या मरेको, किनकि उसको शरीरमा कुनै चाल थिएन। अब ज्ञान स्त्री नजिकै पुग्यो अनि उसले सोध्यो, बहिनी किन रोइरहेकी छौ? आफू नजिकै ज्ञानको देखेर सुकसुकाइरहेकी स्त्रीले भने, मैले एक विधर्मी पुरुषसँग विवाह गरेकी थिएँ। जब मानिसहरूले थाहा पाए तब उसलाई मारिदिए र मलाई घरबाट निकालिदिए। मेरो बच्चा पनि भोकले मर्न लागिरहेको छ। ज्ञानको निश्चय अब अझ दृढ हुँदै गयो। उसले भन्यो, तिमी मसँग आऊ, म तिमीलाई सुरक्षा दिनेछु। अब उसले त्यो स्त्रीलाई आफ्नो साथ लिएर गयो। त्यसपछि ज्ञानले धर्मको विरोधमा प्रचार गर्न थाल्यो। उसले भन्यो, धर्म त झुटो बन्धन हो, भगवान सबैको एक हो, यो स्वतन्त्र छ अनि सबैबाट पार छ। धर्म त हामीलाई सीमामा बाँध्छ, रोक्छ, परमात्माबाट टाढा राख्छ, त्यसैले धर्म हाम्रो शत्रु हो। तर मानिसले भने, जो पराई र तिरस्कृत महिलालाई आफ्नो घरमा राख्छ उसको कुरा हामीले किन सुन्नु? ऊ समाजबाट पतित भएको नीच हो। त्यसपछि मानिसले उसलाई समाजबाट बहिष्कृत गरे। ज्ञानले बुझ्यो कि धर्मसँग लड्नुभन्दा पहिले समाजसँग लड्नु पर्नेछ। जबसम्म समाजलाई जित्न सकिँदैन तबसम्म धर्मको खण्डन गर्न पनि असम्भव छ। त्यसपछि ऊ यस्तै प्रचार गर्न थाल्यो। उसले भन्यो, यी धर्मको नाममा व्यापार गर्नेहरू, यी पुराना पुरोहित पण्डित सबै ढोंगी हुन्। तिनीहरूलाई हाम्रो जीवन नियन्त्रण गर्ने कुनै पनि अधिकार छैन। आऊ हामी तिनीहरूलाई हटाएर स्वतन्त्र समाज बनाऊ ताकि हामी उन्नतिको बाटोमा जान सकौं। त्यसपछि एक दिन विदेशी सरकारका 2 सिपाही आएर उसलाई समातेर लगे, किनकि ऊ वर्गहरू बीच द्वेष फैलाइरहेको थियो। जब ज्ञान जेलबाट निस्कियो, उसको छातीमा विदेशी शासनको विरुद्ध विद्रोहको आगो बलिरहेको थियो। यी विदेशीहरू नै हाम्रो कमजोरीबाट फाइदा लिइरहेका छन्। पहिलो काम विदेशी शासनको अन्त्य गर्नु हो,
त्यसपछि मात्र समाज परिवर्तन छ भन्ने उनलाई लाग्यो। त्यसपछि गोप्य रूपमा विदेशी शासन विरुद्ध लडाईँको योजना बनाउन थाल्यो। एक दिन उसकोमा एउटा विदेशी पुरुष आयो। उसले मैलो च्यातिएको खाकी कपडा लगाएको थियो, अनुहारमा चाउरी परेको थियो, आँखामा गहिरो पीडा थियो। उसले ज्ञानलाई भन्यो, कृपया मलाई केही खान दिनुहोस् ताकि म आफ्नो पेट पाल्न सकौँ। म विदेशी हुँ, तपाईँको देशमा भोकै मर्न लागिरहेको छु। कुनै पनि काम दिनुहोस्, म गर्न तयार छु। मेरो परीक्षा लिनुहोस्, मसँग पेट भर्नका लागि बाँकी केही पनि छैन। ज्ञानले उदासीपूर्वक भन्यो, म पनि तिमी भन्दा धेरै राम्रो अवस्थामा छैन, म पनि भोकै छु। त्यो विदेशी एकाएक पग्लियो। उसले भन्यो, ओहो, म तपाईँको पीडाबाट दुःखी छु, मलाई आफ्ना दाजु सम्झनुहोस्। आपसी सहानुभूति भयो भने भोकै मर्नु सामान्य कुरा हो। परमात्माले तपाईँको रक्षा गरून्, के म तपाईँका लागि केही गर्न सक्छु? अब ज्ञानले महसुस गर्यो, देशी विदेशीको प्रश्न त तब मात्र उठ्छ जब भरिएको पेट हुन्छ। सबैभन्दा पहिला शत्रु त भोक नै हो। पहिलो त भोकलाई जित्नु पर्नेछ, त्यसपछि मात्र अरू कुरा। त्यसपछि उसले भोकाहरूसँग मिलेर एउटा समूह बनायो। उसको उद्देश्य थियो धनाढ्यहरूबाट सम्पत्ति लिएर समान रूपमा बाँड्ने, भोकाहरूलाई खान दिने। तर जब धनीहरूलाई यसको खबर थाहा भयो, तिनीहरूले आफ्नो जासुसी मार्फत उसलाई समातेर एउटा पहाडको किल्लामा कैद गरिदिए। त्यहाँ ऊ एक्लो थियो। उसलाई दुःख दिन प्रत्येक दिन केवल एक मुठी चिउरा र एक लोटा पानी दिइन्थ्यो। सानै सानै ज्ञानको मन ग्लानीले भरिन थाल्यो। जीवन उसलाई भारी लाग्न थाल्यो। निरन्तर उसमा यस्तो भावना आउँथ्यो, म ज्ञान परमात्माको प्रतिनिधि हुँ, तर यति असहाय छु कि आफैका लागि पेटभरि खानसम्म व्यवस्था गर्न सक्दिनँ। यदि यस्तै हो भने कस्तो व्यर्थ जीवन, कति रित्तो, कति निरर्थक। एक दिन ऊ कैदखानाको पर्खालमा चढ्यो। तल खाल्डोमा पानी भरिएको थियो। उसले टोलाउँदै त्यसतर्फ हेर्दै सोच्यो, अब म त्यही हाम फालेर प्राण त्याग्छु अनि परमात्मा कहाँ गएर प्रार्थना गर्नेछु, मलाई यो भारबाट मुक्त गर। म तिम्रो प्रतिनिधि हुँ, तर यस्तो संसारमा मेरो कुनै स्थान छैन। ऊ शान्त स्थिर नजरले तल पानीमा हेर्दै थियो। जब ऊ कुद्नै लागिरहेको थियो, त्यस बेला अचानक उसले देख्यो पानीमा उसकै प्रतिबिम्ब झल्किरहेको छ र मानौ त्यो प्रतिबिम्बले भन्दैछ, बस आफैसँग लडिसक्यौ। ज्ञान चकित भएर रोकियो। बिस्तारै पर्खालबाट ओर्लियो र किल्लाको आँगनमा फनफनी चक्कर लाउन थाल्यो। त्यस दिन उसले बुझ्यो, साँचो ज्ञान बाहिरी सङ्घर्ष मात्र होइन, हाम्रै आन्तरिक आत्मा मूल्याङ्कनमा लुकेको छ। अनि सच्चा सेवा बाहिरी प्रचार होइन, यो त मनैदेखिको समर्पण हो। मान्छेले अरूलाई सुधार्ने प्रयास गर्नुभन्दा आफ्नै कर्ममा अकण्टक ध्यान दिए मात्रै वास्तविक परिवर्तन सम्भव छ। तर हामी आफ्नो कर्ममा ध्यान दिनभन्दा अरूलाई सुधार्ने असफल प्रयासमा समय सकाउने गर्छौँ। लड्दा लड्दै, भाग्दा भाग्दै आफैलाई बिर्सिदिनुहुन्छ। आफू को हो र के का लागि यो जीवन मिलेको भन्ने कुनै हेक्का नपाएरै यो संसारबाट बिदा लिने समय आइसक्छ। जब निन्द्राबाट बिउजिने बेला हुन्छ, तब साँच्चै नै ढिला भइसकेको हुनेछ। त्यसैले आफैलाई चिन्ने कोसिस गरौँ, आफैलाई खोज्ने प्रयत्न गरौँ। त्यसैले साथीहरू, हाम्रो जीवनको पल पल अर्थपूर्ण छ। हाम्रो जीवनको हरेक समय अत्यन्तै मूल्यवान छ। जम्मा एकपटक मात्रै पाइने यो जीवनलाई बुझ्न, आफूले चाहेकै गर्न अनि आफैलाई सुन्ने गर्नुहोस्। वास्तवमा जो साँचो तरिकाले जीवन जिउने मान्छे आफै भित्रको चैतन्यलाई खोज्ने प्रयत्न गर्छ अनि समयको कुनै प्रभाव नगरी जीवनको भरपूर मजा लिन सफल बन्छ अनि आफूले जस्तै चाह्यो त्यस्तै जीवन जिउन सफल बन्छ। आजलाई यति नै। तपाईलाई सधैँ शान्ति मिलिरहोस्। बाँकी अर्को भिडियो मन परे एक शेयर गरिदिनु होला। धन्यवाद।